हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। सो आज चाहिँ मैले होइन अब के भन्छ कुनै बेला यस्तो हुन्छ नि त्यो भिडियो बनाउँदाखेरि चाहिँ मैले माइकबाट बोलेर बनाउने एकदम इच्छा थियो कि त्यो कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ एउटा सानो वायरलेस माइक्रोफोन किनेको थियो। यो चाहिँ एकदम सस्तो छ होइन, तर ब्याट्रीहरू टिक्दैन होला खासै। यत्तिकै मैले हावातालमा किनेको एमाजोनबाट। हेरौँ है यो कस्तो हुँदो रहेछ, अनि म तपाईँहरूलाई देखाउँछु भिडियो। यो माइक्रोफोन चल्छ कि चल्दैन हेरौँ। तपाईँहरूलाई यो चल्यो भने म तपाईँहरूलाई भिडियो पनि देखाउने छु है। यो किनेको थियो होइन, दिस इज माई फर्स्ट एक्सपिरियन्स। अनि कहिले पनि यस्तोवाला किन्ने केही पनि थिएन मेरो होइन। हेरौँ के हो गाइज, खतरा देखिरहेछ त। कसरी कनेक्ट गर्ने थाहा छैन, म एकछिन कनेक्ट गरेर तपाईँहरूलाई देखाउँछु ल। सो गाइज मैले चाहिँ होइन फाइनली मैले चाहिँ कनेक्ट गरेँ। मलाई अलिकति आइडिया थिएन, अनि मैले यसो हेरेको पछि मैले थाहा पाएँ कसरी कनेक्ट गर्ने भनेर। अनि यो चाहिँ हामीले यहाँ पनि यसरी टाँस्नु मिल्ने रहेछ, यसरी टाँस्नु पनि मिल्ने रहेछ। र यसलाई फेरि हामीले दुई तरिकाले गर्नु पनि मिल्ने रहेछ। यस्तो यो भयो होइन, यो चाहिँ एउटा क्लिप टाइपको हुँदो रहेछ यस्तो होइन यो। अनि यो अर्को यस्तो। यसलाई चाहिँ हामीले कसरी गर्ने, यो चाहिँ हामीले यसलाई पछाडि राखेर यसरी राख्नु पनि मिल्ने रहेछ होइन गाइज। यसरी एउटालाई यसरी राख्नु पनि मिल्यो, एउटालाई यसरी झुन्ड्याउनु पनि मिल्यो। र फेरि यसलाई मन परेन भने हामीले यसलाई निकालेर फेरि यस्तै गर्नु पनि मिल्ने रहेछ। सो यस, मलाई चाहिँ एकदम मन पर्यो होइन गाइज, एकदम। अब चार्ज कतिको टिक्छ त्यो त्यहाँ फरक हुन्छ। अब म यसलाई चार्ज गर्छु अनि राख्छु, जब म भिडियो बनाउँछु तब हाल्छु है। एकदमै राम्रो लाग्यो, हेर्नुहोस्। थ्याङ्क यू।